कति धेरै परेछ हौ नातेर बेहोस भए जस्तो छ तिनीहरू त कति धेरै कस्तो राम्रो ठाउँमा देऊ यो लटले थाहा हुन्छ माछा कति पर्छ पर्दैन है त सो धन्यवाद गाइस परो त कतिवटा परेछ खै हेरौँ नाम्छु एउटै परो पर्ने त एउटा माछा पनि हो ल भाइ आऊ भ्याक्लुङ पनि हुन्छ अरे यो पर्छ यहाँ भने एकदम खतरनाक ठाउँ हो यहाँ भ्याक्लुङ बस्ने ठाउँ हो माछा पनि छ भ्याक्लुङ पनि छ बोटुका उठाउने टाइम भयो अब माछा पऱ्यो कि परेन हाम्रो प्रोसेस चाहिँ यस्तै हो पारिजाउँ सो हेर्दै गर्नु होला अब हामी अहिले माछा पारेको भएछ दिदी कतिखेर आउनुभएको धेरै मार्नु भएछ 10 मिनेटमा 10 मिनटमा यो सुरु हालिन्छ ट्याक्कै हेलो एभ्री वान एन्ड वेलकम टु माई मिनी ब्लग तपाईँहरूलाई स्वागत छ मेरो ब्लगमा अनि मेरो नयाँ भिडियोमा है त अनि आज चाहिँ म कहाँ जाँदैछु भने माछा मार्नु जाँदैछु आज चाहिँ तर डिफ्रेन्ट वेमा अर्को चाहिँ अर्को बाटो अर्को वेबाट जाँदैछु किनभने आज चाहिँ म बुढुका थाप्न जाँदैछु अनि अस्ति चाहिँ बल्छीमा परेन अनि मलाई धेरै रिस उठ्यो अनि त्यही भएर म चाहिँ अब बुढुका लिएर जानु लागेको माछा मार्नु अनि यो टोपी चाहिँ मैले घामको सेफ्टीको लागि मैले युज गरेको है त किनभने अब धेरै कालो भइसक्यो मरेर अलिअलि सेतो हुन थाल्यो अब फेरि हिँडेपछि घामले डढेर कालो भइन्छ भनेर चाहिँ यसको लागि चाहिँ मैले सेफ्टीको लागि यो युज गरेको हो अनि यो चाहिँ मेरो इक्विपमेन्ट हो है यो सामानहरू यो अनि यो चाहिँ माछा हाल्ने चाहिँ यो हो अनि यो चाहिँ उयो हो बोटुका हो अनि यहाँ भरे माछाले खाने यो चाहिँ उयो चारो मतलब पिठो हो यसमा चाहिँ जाँड पनि छ आमाको थोरै जाँड चोरेर लगेको आमाले थाहा पाउनु भएर फेरि गिदिहाल्छ त्यही भएर आमा नभएको बेलामा चाहिँ मैले चोरेर लगेको हो अनि अब म चाहिँ यो सामान यहाँ डब्बाभित्र हाल्छु अनि अब यस्तै छ है त गाइस के गर्नु होइन अब आज माछा खाने बेलुका अनि अब हेर्दै जानु होला होइन अब यो बाँध्नुपर्छ यो चाहिँ बाँध्ने हो अनि यो डब्बा हो यो चाहिँ माछा हाल्ने अनि अब म लागेको जर्नीतिर अनि हजुर त्यति शेर्पा होइन त अब माछा मार्नु जानु लागेको म त आज खोलामा विवास भाइ लुगा लौ जाउँ हिँड माछा मार्नु ल अनि अब चाहिँ म लागेको अहिले भाइलाई पर्खिरहेको छु अनि चाहिँ सामान भयो रेडी अनि अब म लागेको यता हाम्रो हिँड्छौँ दाजु हिँड्दै हुनुहुन्छ अब माछा मार्नु जाने हौ दाइ खोलामा हौ दाइ उयोले अब यस्तै छ के गर्नु है माछा मार्नु पर्यो माछा खानु पर्यो अनि आमैले मकै सुकाइराख्नु भएको छ यहाँनिर अहिले यस्तो छ अनि अब कति टाइम लाग्ने हो अनि अब हाम्रो चाहिँ बाटो रेडी भइसक्यो हाम्रो बाटो दाइ यो हाम्रो यो लाइट किन नआएको यो पोलमा अनि यो पोलमा यो रेडी त भयो नि त के को कारणले बत्ती नआएको खै अब आउँछ भन्दै त आउँदैन बाटो त बनाउनु त लुगा लायो अलिक पेन छैन तिमी अलिक छोटो पेन भएर खोलामा भिज्छ होला ल जाउँ हामी लागौँ खाजा पनि खाएको छैन होला होइन खाजा पनि अब खानुपर्छ हामी अब लागौँ माछा मार्नु खोला त्यस्तो ठुलो त छैन ठिकै छ हौ यो बाटो त हाम्रो पनि दामी भयो यस्तो छ
अनि अब हामी लाग्दैछौँ यहाँ माछा मार्नु। दाइ कसलाई देखाउँदै हुनुहुन्छ हौ? अनि अब म अन द वेमा हो। मोनिका कि मिकी हो? दुईजना। अब हामी गयौँ। सबभन्दा सुरुमा खाजा खाएको छैन होइन भाइ? खाजा पनि गएर खान्छौँ। पहिला हल्का चामल चेप्छौँ अनि त्यसपछि हामी माछा मार्नु जान्छौँ। अहिले चाहिँ हामी चामल चेप्नु गइरहेछौँ तल माइजूकोमा। अल्ल गाइस, अब हाम्रो रोड चाहिँ यस्तो भइरहेछ अहिले। यता पर भाइ पनि छ, के गर्दैछ के गर्नु होला तपाईँहरू होइन। साह्रै हात दुख्छ यो गर्दाखेरि चाहिँ। अनि के कस्तो छ लाइक सेयर कमेन्ट गरिदिनु होला। अनि सब्सक्राइब पनि गरिदिनु होला मेरो च्यानललाई। अनि अब अरू के भन्नु, अब अरू के भन्नु, अरू केही छैन भन्नु। डाइरेक्ट तल जाने हो, खाजा खाने हो, अनि माछा मार्नु जाने हो। अनि यतातिर अहिले हाम्रोतिर चाहिँ यस्तो भइरहेछ। यो चाहिँ धान हो, धानको बिउ हो। सुरुमा बिउ हुन्छ अनि पछि गएर धान हुन्छ है त। अनि त्यो धान चाहिँ यहाँ रोप्छ अनि पछि त्यही धानलाई चाहिँ काटेर सुकाएर चामल बनाएर खाइन्छ। अनि अब म अहिले जाँदैछु क्याप्टेन ज्याक स्प्यारोको टोपी लाएर है त। अनि अब अरू के भन्नु, अरू के भन्नु यता भाउजू हाँस्दै हुनुहुन्छ। के भयो भाउजू? हजुर के हुँदैन हौ। अब हामी लागौँ तल। कस्तो गर्मी हो भाइ, यहाँ पुरै आउँदैछु हेर त। यहाँदेखि माथि होइन आउँदैछ, टाउकोहरू त आइरहेछ नि। यो थोप्लाहरू पुरै कभर भइरहेछ है। अब हाम्रो त चाहिँ माइजू हो, यता खाजा खान्छ आउँछ यता हो माइजूको दोकानमा। अनि अब हामी खाजा खान जाँदैछौँ। बन्द त छैन हो, बन्द। माइजू हामीलाई खाजा बनाइ चटपटी बनाइदिनु नि। सामान चाहिँ मैले यहाँ राखेँ। त्यहाँ माइजू सुतिराख्नु भएको छ। साह्रै गर्मी हो, टोपी पनि साइडमा झार्नु पऱ्यो घाँटीदेखि। सो हेर्दै गर्नु होला गाइस। अब हामी खाजा खान्छौँ अनि अब हामी कहिले खोलामा भेट्छौँ है त। यता चाहिँ यस्तो छ। सो हेर्दै गर्नु होला, कन्टिन्यू। अल्ल अब हामी चाहिँ भर्खर खाजा खाएर आयौँ। अब भुँडी पनि ठुलो भयो, अगायो। अब हामी लागेको सिकार गर्नु माछाको। आज यस्तो माछा मारिन्छ। अस्ति माछा परेन बल्छीमा, अनि त्यही भएर आज चाहिँ बटुका लिएर आएको। आज चाहिँ माछाको भरको सन्तान उठाइदिने हो बटुकामा। बुढोदेखि लिएर बच्चादेखि लिएर यङदेखि लिएर सबै उठाउने हो। अनि अब लागेको हामी माछा मार्नु। यहाँ पनि पछि त हिलेहरू आउँछ होला, यस्तो भइसकेको छ। पछि आउँछ यहाँ पनि हिलेहरू, खानुपर्छ। ठुल्ठुलो कुनै त्यस्तो भन्दा पनि अब ठुलो हुनै पाउँदैन, यो सुकिहाल्छ। अनि सुक्ने बित्तिकै माछाहरू भागिहाल्छ कता कता कता। अनि अब यहाँ सिधा अब यो आमोहरूले पो वाक्क लाउँछ त बटुका थापेर। एकदिन छिटो आउँदैन यो आमोहरू। अनि अब हामी लागेको यहाँ त हुँदैन, बाढी जस्तो हुने दिइरहेछ। हामी चाहिँ नमार्नु माछा। चारवटा बटुका थाप्ने ठाउँ पुग्छ, चारवटा थाप्ने बटुका। आई होप अब माथितिर त छैन होला है थापेको। उता माथितिर यता माथितिर खोला फेरि यस्तो धमिलो रहेछ। अनि अब के गर्नु
यसरी थाप्छ माछा चाहिँ यहाँ छ बोटुका यसरी थाप्ने हो यो भित्र छ यो यसरी थाप्छ यसरी माछा पर्छ है त अब हेरौँ बल्छी नबोकेको पर्दैन बल्छीमा अब हामी लगभग माथितिर जान्छौँ होला माथि जाउँ न भाइ त माथितिर हुन्छ नि हजुर होइन हामी माथि थाप्ने हो अब हामी माथितिर लागेको अनि के पो भन्यो त्यहाँ पनि थापिरहेछ माछा यस्तै छ है यहाँ थापिराख्नु भएको छ माछा हो यहाँ ल जाउँ अब के गर्नु अरूभन्दा पनि पिठो पो कहाँ राख्नु भयो बाँदरले खाइदिन्छ होला म टेन्सन लाग्छ हौ पहिला पनि बाँदरले खाइदिएको यो जाँडहरू खाइदिन्छ नि बाँदरले यहाँ चाहिँ अघि हाम्रो दिदीहरू माछा मारिसक्नु भएछ भन्दा पनि माछा मारिसक्नु भएछ किन हो अनि के हुन्छ त अनि माछा मार्दै हुन्छ यहाँ माछा केलाउँदै हुन्छ त्यसो नगर्नु नि हौ कति धेरै मार्नु भएछ दिदी कति रहनु भएको धेरै मार्नु भएछ 10 मिनटमा 1-1.5 घन्टा भयो ए ल हुन्छ अब हामी माथि लागेको सबै ठाउँ थाप्नु भयो उता माथि पनि थाप्दैछ कि अब यता माथि होइन नि यता माथि माथि पनि थाप्छ हो ल होस् माथि क्यान्सल भयो हामी पारि जानु लागेको अब हामी खोला पारि जाने हो ल हुन्छ अब यता माथितिर जाउँ भनेको त माथि पनि थाप्दै रहेछ अलरेडी सिस्टरहरूले अब खतम भयो त्यहाँ जाल पनि हान्दैछ यो मधिसेहरूले खतम बनायो माछा पर्ने जस्तो छ टेन्सन पो लाग्नु थाल्यो जालमा लान्छ नि जालमा खतम पोक्सी भयो जस्तै छ यस्तो धमिलो छ कहाँ थाप्नु यता थापिराख्नु पर्छ माछा पर्दैछ माछा त मैले भने त खतम भयो खतम पोक्से माछा आज पनि नखाइ होला जस्तो छैन कहाँ थाप्नु अरे भन्नु त पर्छ कहाँ यहाँ बगायो भने त मैले मार्छ त उहाँ बोटुका त कहाँ यहाँ एउटा यहाँ अनि उहाँ अनि दुईवटा कहाँ थाप्नु अनि यहाँ रोडमा थाप्दा हुँदैन उहाँनिर कसले आम्मा खतम बनायो त ल भाइ यहाँ आऊ त यो बोकाउ त म देखाउ त म लोड गर्छु सामानहरू आउनु छेउमा आउनु टाउकोमा देख्छु हातले देखाउँदा पनि हुन्छ सो अब चाहिँ हामी रेडी भयौँ है हो मेरो पनि पर्छ यस्तो हो होइन यो यसरी हालिन्छ ट्याक्कै माछा पार्ने सूत्र हो यो चाहिँ धेरै हुन्छ होला भरे मातेर हिँडिदियोस् भएर मर्छ होला ल आई होप छिटोभन्दा छिटो गरौँ यो चाहिँ यस्तो गरिदिन्छ कपडा यहाँ माथिबाट लाग्छ है झट्टै ट्याक त्यसो ल एउटा रबर लाइन क्या मैले खतम भनेर रबर लाइन ओ माई गड ला ठुलो रबर लाइन
बोल न भाइ पनि यहाँ छ भन न के होला म उपर माछा हेर्दै हुन्छ के अरे जाल टिकापट्टि यसरी युज हुन्छ अनि आयो माछा परोस् जान्छु म ओ तिमीहरू कहाँ पुगेर आएको यस्तो घाममा तिमीहरू बेहोस हुन्छौ है यस पारिदिनु मलाई सब्सक्राइब हाल्नु लाउनु के हो तेरो अलि लात्ताले गर्दालाई अब यो यसरी लाग्छ यहाँनिर कति सानो यो बहिनीले कति सानो यो गरेको के चाहिँ यो यसरी लाग्छ सुरुमा हामी दुइटा थाप्छौँ अब म गएँ थाप्नु कहाँ थाप्नु Yes, that's my boy. Yeah, I know. हेर बेटा त्यही देखिने त नि अब यो दोस्रो छ यो चाहिँ हामी यहाँ गर्छौँ भन्दा पनि गयो कहाँ गर्नु यहाँ थापेको छैन हिलो भयो नि खतम हो है आमैले खतम बनाउनु भयो के यहाँ माछा पर्ला खोइ त बगाउँदैन त्यो ढुङ्गाले छिप्नु पर्छ नि माछा मार्न आएको भटेको बेगर गइन्छ र सिद्धाउनु हुन्छ फेरि मैले मार्छ नि बटुको हराएर एउटा माछा पनि आउँदैन त्यहाँ माछा आउँदैछ हेर त खोइ केही त देखिँदैन के देखिँदैन आउँदैछ माछा यहाँबाट जुम गरेर देखिँदैन ए आउँदैछ अलिअलि आउँदैछ ठिक छ गुड ल अब हामी हाम्रो प्रोसेस चाहिँ यस्तै हो पारिजाउँ सो हेर्दै गर्नु होला अब हामी अहिले माछा पारेको के भन्छ माछा पारेको भिडियो देखाउँछु अनि अब ल अब बटुका उठाउने टाइम भयो अब माछा पऱ्यो कि परेन अब लेट्स है गाइस हामीलाई थाहा छैन के कस्तो छ अब म उठाउनु जाँदैछु बटुका ल बाइकले देखाउँदा आइरहेको छु म पुरै ल अब फर्स्ट बटुका चाहिँ त्यहाँ छ अब म गएँ त पऱ्यो त कतिवटा परेछ खै हेरौँ नाम्छु एउटै छैन परेछ अलि भयो तिनवटा मात्रै परेछ पटक भइहाल्यो नि ल होइन अब अर्को बटुका नेक्स्ट बटुका अर्कोमा 3टा परेन 6वटा भइगयो
This is too bad, guys. This is too bad. Let's see another one. अर्को चाहिँ त्यहाँ छ. यहाँ छैन. 3टा पर्यो यहाँ पनि. 6वटा. I hope आधी घन्टाको. अब लास्ट त्यहाँ दुईवटा छ. आई होप दुईवटामा चाहिँ धेरै परेको होस् भन्न चाहन्छु म. Let's see. 6वटा पर्यो अहिलेसम्म. 6वटा मात्रै. सानो छ कि ठुल्ठुलै छ. ठुल्ठुलो छ. सानो ठुल्ठुलो छ. चित्रा खाने मलाई हुन्छ. अचार भयो. झर्दैन नि. सुन ल यहाँ कसले बाटोमै थापेछ. ला के बुलबुले हो. यहाँ छ हाम्रो हैन. सुन ल म जुम गर्दैछु. पर्ने त एउटा माछा पनि हो. त्यहाँ छैन एउटै. छैन छ छ पदक छैन नाम्छु. एउटै छैन. एउटा रहेछ. अब अर्को त्यहाँ छ. डुबाए है. डुबाउनु भयो. अरू त्यहाँ छ. त्यो माछा पर्यो. छैन. दुईवटा मात्रै पर्यो. त्यहाँ पनि दुइटा छ. माछा चाहिँ यस्तो छ. यहाँ ल्याउ न भाइ. आम्मा कति धेरै परेछ हौ. मातेर बेहोस भए जस्तो छ तिनीहरू त. कति धेरै. कस्तो राम्रो ठाउँमा देखाउनु भएको छ त हो नि. ऊ पर अघि त्यो दाइले थापेकोमा त ऊ थाप्दिउँ न. साँच्चै माछा छ यिनीहरू त. माथिसक्यो नि. मासु चाहिँ गइसक्यो माथि. अरे ठुलो परेछ. यहाँ चाहिँ एउटा परेछ. डुबाउनु भयो. मलाई म घर जान्छु अब. माछै पर्दैन एउटा. आम्मा एउटा कति धेरै परेछ. आम्मा यहाँ चाहिँ कति परेर यहाँ ल्याउँदा क्यामेरा. वाउ दुईवटा परेछ. मेरो जाँडको मात्रै नाश भयो. यसैमा पर्छ फेरि. पर्दैन. भले लिइहाल्नु पर्छ. माछै पर्दैन. टु ब्याड. यहाँ आउँदै छैन यस्तो छ सिधा. खत्तम भयो नि हो. कतिवटा भयो टोटल. टोटल यता देखाउनु. टोटल यति भयो है. टु ब्याड. लास्ट टर्न हो. अब पर हुनु पर्यो. परेन भने चाहिँ हामी घरतिर चल्दैछौँ है गाइस. वेस्ट अफ टाइम भयो कि. लास्ट सर्ट हो. यो सर्टमा थाहा हुन्छ पर्छ कि पर्दैन. परिहाल्यो भने परिहाल्यो. परेन भने हामी घरतिर चल्दिन्छौँ. सो बाइक क्यामेरा सम्हाल्यो. अब अरू के भन्नु. अरू यति नै हो. अब परिहाल्यो भने परिहाल्यो. परेन भने हामी घरतिर जान्छौँ डाइरेक्ट. अब यो रिजल्टले नेक्स्ट यसले चाहिँ थाहा हुन्छ यो के भन्छ यसलाई. अब यो लटले चाहिँ थाहा हुन्छ बसिन्छ कि गइन्छ भनेर. सो हेर्दै गर्नु होला. माछा त खै कति पऱ्यो. यहाँ ल्याउनु. माछा चाहिँ टोटल यति पऱ्यो. यिनीहरू पनि बिहोस भइरहेछ. जाड खाएर मान्छे जस्तै लडिरहेछ. उठ्नै सकेको छैन है. अर्को माछा ल हेर्दै गर्नु होला. अब अर्को लट हामी थाप्छौँ.
अनि अर्को लटमा हामी भेट्छौँ है त गाइस। सो सी यू। 1 देखि हैन अनि यो गान्धिङबाट भयो रेकर्ड गरिसक्यो। ल फेरि आएँ म अब लास्ट लट थाप्नु। लास्ट लटले थाहा हुन्छ के हुन्छ भनेर हामी बसिन्छ कि हामी गइन्छ भने डिसाइड हुन्छ। ल यहाँ फेरि म गएँ। आई होप माछा परोस् योपालि चाहिँ। परेन दिदी? आई पर्छ 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 माछा पर्छ। अरे हो ल अब चाहिँ भराइसम्म बस्नुपर्छ अब आधी घन्टामा हामी उठाउँछौँ है त। हजुर त्यो कपडा चाहिँ मैला भयो होइन कपडा त राम्रै छ। कपडा त राम्रै छ। परेन नि हिउँ पऱ्यो कता उपारी परेन होइन ल एउटा पनि परेन पारिदिनु। त्यहाँ माछा पर्छ त म थापिदिन्छु है। हुन्छ थापिदिनु नि लगेर पर्दैन पर्दैन त्यहाँ त परिरहेको थियो अघि थापिदिनु नि। आधी घन्टामा उठाउनु पनि फेरि खै यो पिठो हो कि के जाँड पो ल्याइसो जाँड पिठो सबै गएको यो मिक्स हो। मातेर लड्छ भनेर ल्याएको अलिकति पिठो हाल्न हौ पिठो पिठो मात्रै अलिकति त्यहाँ छ काका हाल्नु नि यो माछा। अब त यस्तोमा पर्दैन अलिक पर गहिरोमा थाप्नु। अब यो चाहिँ गहिरोमा अब यो चाहिँ म गहिरोमा थाप्नु लाग्यो। अब भित्रै थापिदिनु नि बगाउँदैन होला त्यो त। त्यहाँ होइन म यहाँ गहिरोमा थाप्छु। अब म चाहिँ अब गाइसहरू यहाँ जानु लागेको। यहाँ जे पनि हुन्छ देखाउन मलाई चाहिँ देखाउन। यहाँ जे पनि हुन्छ यहाँ भ्याक्युम पनि हुन्छ। म रिस्क लिएर जाँदैछु माछा पार्नुको लागि। अब हेरौँ है त के हुन्छ। ल भाइ आऊ। भ्याक्युम पनि हुन्छ अरे जे परे पर्छ। यहाँ भने एकदम खतरनाक ठाउँ हो। यहाँ भ्याक्युम बस्ने ठाउँ हो। माछा पनि छ भ्याक्युम पनि छ। अनि अब म चाहिँ जाँदैछु रिस्क लिएर जाँदैछु है। ल हेरौँ भाइ आऊ। आइया अरे बाफ्रे के हो यो? त्यस्तो गहिरो छ त्यो? ल अब म चाहिँ गएँ। जय हनुमान गुण गाएको चाहिँ भाइ देखिन्छ है मुनि हेर त। ला कालो भएछ हौ। कहाँ थाप्नु? हजुर कहाँ 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 भन्नु त? यहाँ पर ल त्यहाँ थापेको छैन अब फेरि गहिरो। यहाँ ल म यहाँ जाँदैछु है गाई। म यहीँदेखि भिडियो गरिदिन्छु। कहाँनिर भन्नुभयो उयो? ल म लागेँ। ओइ मा भ्याक्युम चाहिँ नहोस् त्यति भन्न चाहन्छु म। आइया के छ यहाँ त? गाइस म गएँ।
मेन भर्सेस वाइल्ड भयो त यो त मेन भर्सेस वाइल्डमा तपाईँहरूलाई स्वागत छ। अब एउटा मेन भर्सेस वाइल्ड पनि बनाउनु पर्छ होला। टोपी लगाएर जङ्गलतिर गएर दुना थापाको जस्तै। आई होप यसमा चाहिँ परोस्। यसमा पनि परेन भने चाहिँ घर चल्नु पर्छ। गाइस म चाहिँ आएँ है, तपाईँहरूलाई स्वागत छ। अनि प्लिज सब्सक्राइब गरिदिनु होला, भिडियोलाई सेयर गरिदिनु होला, लाइक गरिदिनु होला, अनि चिनी भन्दा स्विट कमेन्ट गरिदिनु होला गाइस। सो म चाहिँ त्यहाँ थापेँ, त्यहाँ क्यान्सल भयो, त्यहाँ भेट्नुको डर पनि भयो। अनि यहाँ आएँ। अब यो लटले थाहा हुन्छ माछा कति पर्छ पर्दैन है त। सो धन्यवाद गाइस। ल अब म चाहिँ गएँ अब माछा उठाउनु। ल आए आउँछ, आए आउँदैन। हजुर अब म गएँ। अब हामी लाग्यौँ। यो चाहिँ के भन्छ, यो चाहिँ हात्ती नहोस् भनेर यो तार चाहिँ राखेको हो। अनि करिड छ कि छैन थाहा छैन। हात्तीको सेफ्टीको लागि यो राखेको, यो राखेर नराखेको बराबर भयो। यो राख्दा पनि हात्ती आउँछ। अनि अब माछा कति पर्यो है त गाइस, अब हेर्नु जाउँ। अब माछा धेरै पर्यो भने पर्यो, परेन भने परेन। पर्यो भने बसिन्छ होला, परेन भने घरतिर चलिन्छ। सो अब यो लटे थाहा हुन्छ बसिन्छ कि गइन्छ भनेर। अनि अब लेट्स सी। ल भाइ टेक ओभर गरेँ यहाँबाट। देखियो सुरु लट चाहिँ अब हाम्रो यहाँदेखि हो। माछा चाहिँ मैले त्यहाँ थापेको, बोटुवा चाहिँ त्यहाँ थापेको छु। यो चाहिँ भाँच्चिम गाडी हो, एकदम रिस्क लिनुपर्छ। तपाईँमा लागेँ। कता छ ला बोटुको हरायो क्या? यहाँ रहेछ। माछा अलिक परेछ है यहाँ चाहिँ। 15-20 परेछ। अलिक धेरै परेछ। यस्तो धेरै पनि छैन, छोरे पनि छैन, ठिक्क लेभलमा छ। यहाँ परेछ। अनि अर्को चाहिँ पर छ है। अब म पिउनु जाँदैछु। तारी छैन र अघि भर्खर निकाल्नु भएको थियो। लिएर आउँ अब घर जानु त भाइ। ला मान्छे पऱ्यो, बाइकको पनि लिएर आउनु। यता लिएर आऊ है। कस्तोसँगै फोडाइदिन्छ। त्यहाँ नि परेछ। अलिकति 2टा 3टा। अघि भर्खर त राख्दै हुन्थ्यो। आऊ न यता आउनु। हिँड्नु न हिँड्नु। कमान जुम भइरहेछ क्या फेरि। जुम भइरहेछ कि। समात्नु त होइन। ल माछा परिरहेको छ होइन। माछा परेर यहाँ चाहिँ अलिकति धेरै पनि होइन, थोरै पनि होइन, ठिक्क परेछ। तपाईँहरूलाई म देखाउँछु, फलो मी। अनि च्यानललाई लाइक सब्सक्राइब अनि के भन्छ अरू सेयर अनि मिठो कमेन्ट पनि गरिदिनु होला। तपाईँको भाइलाई, प्यारो भाइलाई, ह्यान्डसम भाइलाई। अब नेक्स्ट लट चाहिँ हाम्रो यहाँ छ।
त्यहाँ नि हल्लिँदैछ। ला माछा भएको माछा भागोले त ल्याउ त भाइ त्यसमा जुम गरेछौ छैन जुम नगरौँ छैन क्या परेको माछा यहाँ पऱ्यो नि यो भयो नि ल माछा कति पऱ्यो त हेरौँ है ठिकै परेछ नट ब्याड त्यति परेछ छ्याट तेरिको खत्तम भयो यहाँ चाहिँ कति परेछ यी छैन यहाँ चाहिँ यहाँ यति परेछ होइन माछा पऱ्यो उता देखा चाहिँ आमाईहरू पनि आएछ आमाईहरू आउनुभयो अब हामी घरतिर लाग्छौँ है आमाहरू चाहिँ आउँदै हुनुहुन्छ अनि अब बाख्राहरू त पारि नै छ होला घर जाने टाइम पनि भयो बाख्रा आएको छैन होला है माछा चाहिँ ठिक्क पऱ्यो धेरै पनि छैन थोरै पनि छैन र पढ्नु चाहिँ पऱ्यो दिस इज गुड दिस इज बेटर देन बिफोर अनि यहाँ देखाउँछ है यहाँ चाहिँ यस्तो छ यी यिनीहरू केटाकेटीहरू जाँड खाएर मातेछ खै दिस इज रियली रियली गुड अब हामी घरतर्फतिर लाग्छौँ किनभने अब माछा पनि यति पऱ्यो छाक पुग्यो अनि अब हामी घरतिर लाग्ने बाजा पनि सोचेको जति परेन अनि माछा परेन उता देखाइदिउँ आमाहरूलाई पनि माछा यति मात्रै पऱ्यो उसको मन भएन अरे मन परेन अरे अनि परेन माछा नै ल अब यिनीहरू चाहिँ यो चाहिँ मेरो यो चाहिँ मैले यो कपडा र यो रबरको डोरी चाहिँ बहिनीबाट लिएर आएको अब बहिनीलाई अहिले पुऱ्याइदिनु पर्छ अनि अब अरू के भन्नु अरू यस्तै छ अब जे भइगयो माछा परेन अब माछा परेन भनेमा अब दुःख पनि पुग्नु भएन गरेको त अब यो के भन्छ यसलाई यो मकैको पिठो अनि यो जाँड त्यो वेस्ट भयो अब यसलाई हजुर अब घर आउने म यहाँ देखाउँछु भयो अब यो मैले खोलामा हालिदिन्छु माछाहरूले खाओस् यिनीहरूले खान्छ अब ए अघि भन्नु पर्दैन ल मैले पिठो चाहिँ श्रमदान गरिदिएँ हर्का दाइ जस्तै माछालाई अनि खैले त भाइ मेरो थोप्रा पुरै आइरहेछ अब आजको भ्लग हेर्ने अब आजको भ्लग चाहिँ यति नै हो अब हामी घरतर्फतिर लागेको किनभने अब टाइम पनि भयो माछा पनि परेन जति एक्सपेक्ट गरेको थिएँ माछा पर्छ भनेर त्यति माछा पनि परेन अनि अब हामी घरतिर लागेको सो धन्यवाद छ सबै मेरो युट्युब फ्यामिलीहरूलाई कसले हेरिदिनु भयो कसले हेरिदिनु भएन सबैजनालाई धन्यवाद अनि अब हामी भन्दा पनि म चाहिँ हामी चाहिँ होइन म चाहिँ अब भोलि पर्सि निकर्सी कहिले हुन्छ फेरि भिडियो बनाउँछु एउटा अनि त्यो भिडियोमा भेट्नुपर्छ है त गाइस सो आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला हुन्छ सो धन्यवाद छ तपाईँ सबैले भिडियो हेरिदिनु भयो होला सबैजनालाई धन्यवाद सो अब नेक्स्ट भिडियोमा भेट्नुपर्छ है त गाइस